ब्रह्माण्ड सम्बन्धी जानकारी। सूर्य, तारा, ग्रह, उपग्रह, नक्षत्र लगायतका समूहलाई ब्रह्माण्ड भनिन्छ। ब्रह्माण्डका पञ्चतत्त्व अन्तर्गत पृथ्वी, जल, तेज, वायु र आकाश पर्दछन्। ब्रह्माण्ड सौर्यमण्डलको उत्पत्ति तथा विकास सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई कस्मोलोजी ब्रह्माण्ड शास्त्र भनिन्छ। ग्रह, नक्षत्र तथा आकाशीय पिण्डहरूको बारेमा अध्ययन गर्ने शास्त्रलाई खगोलशास्त्र एस्ट्रोनोमी भनिन्छ। ब्रह्माण्डमा रहेका लाखौँ करोडौँ ताराहरूको विशाल समूह तारापुञ्ज हो। तारापुञ्जका प्रकारहरू तीनवटा छन्: अण्डाकार, स्पाइरल, अनियमित। तारापुञ्जको केन्द्र ग्यालेक्टिक सेन्टर हो। सूर्य र अन्य ताराहरूको समूहलाई आकाशगङ्गा भनिन्छ। पृथ्वीमा रहेको सौर्यमण्डलको तारापुञ्ज आकाशगङ्गा हो। वायुमण्डलमा रहेको तारापुञ्ज आकाशगङ्गा तारापुञ्ज हो। यसलाई मिल्की वे ग्यालेक्सी पनि भनिन्छ। 25 करोड वर्षलाई के भनिने? ब्रह्माण्ड वर्ष भनिने। एक कस्मिक वर्षमा 25 करोड वर्ष हुन्छ। पृथ्वीमा 25 करोडको वर्ष हुँदा सूर्यमा 1 वर्ष हुन्छ। प्रकाशले 1 सेकेन्डमा पार गर्ने दूरी 3 लाख किलोमिटर हो। सूर्यको प्रकाशको गति 3 लाख किलोमिटर प्रति सेकेन्ड हुन्छ। प्रकाशले 1 वर्षमा पार गर्ने दूरीलाई 1 प्रकाश वर्ष भनिन्छ। प्रकाशले 1 वर्षमा पार गर्ने दूरी 95 खर्ब किलोमिटर हो। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्न लाग्ने समय 8 मिनेट 20 सेकेन्ड हो। चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न लाग्ने समय 1.3 सेकेन्ड हो। पृथ्वीले आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समय 23 घण्टा 56 मिनेट 4.09 सेकेन्ड हो। पृथ्वीले आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समय 24 घण्टा हो, जसलाई सौर्य दिन भनिन्छ। सूर्य र तारापुञ्ज केन्द्र बीचको दूरी 30,000 प्रकाश वर्ष हो। सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न लाग्ने समय 25 दिन 5 घण्टा। पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई परिभ्रमण भनिन्छ। सूर्यमा पाइने मुख्य ग्यासहरू हाइड्रोजन 70% र हिलियम 28%। सूर्यमा पाइने कार्बन, नाइट्रोजन र अक्सिजन ग्यासको मात्रा 1.5% रहेको छ। सूर्यमा सल्फर, नियोन, आइरन, सिलिकन, म्याग्नेसियम ग्यासको मात्रा 0.5% रहेको छ। सूर्यमा सबैभन्दा कम रहेको ग्यासको मात्रा सल्फर हो, जुन 0.04% रहेको छ। 10 सेकेन्ड बराबर 1 न्यानो सेकेन्ड हुन्छ। तारामण्डलका सङ्ख्या 88 वटा रहेका छन्। पृथ्वीभन्दा सूर्य कति गरुङ्गो हुन्छ भने 3,33,000 गुणा गरुङ्गो हुन्छ। पृथ्वीबाट सूर्य 14 करोड 88 लाख किलोमिटर टाढा रहेको छ। पृथ्वीबाट चन्द्रमा 3,84,400 किलोमिटर टाढा रहेको छ। पृथ्वीभन्दा सूर्य 109 गुणा ठुलो रहेको छ। पृथ्वीभन्दा सूर्यको शक्ति 28 गुणा रहेको छ। सूर्यको ताप पृथ्वीमा आउने माध्यम रेडिएसन हो। सौर्यमण्डलको मुख्य ऊर्जाको स्रोत सूर्य हो। सूर्यलाई सबैभन्दा ठुलो तारा पनि भनिन्छ। पृथ्वीबाट सबैभन्दा नजिकको तारा सूर्य नै हो। सूर्यको सतहको मध्यभागमा देखिने धब्बालाई उम्राव सघन छाया भनिन्छ। सूर्यको सतहमा देखिने चम्किलो घेरालाई पेनम्बरा अर्थात् विरल छाया पनि भनिन्छ। सूर्यको सबैभन्दा बाहिरी तत्त्वलाई कोरोना भनिन्छ। सूर्य हेर्न प्रयोग गरिने यन्त्र हेलिस्कोप हो। सूर्यको विकिरण नाप्ने यन्त्र पार हेलिमिटर हो। सूर्यको प्रकाशको तीव्रता नाप्ने यन्त्रलाई फोटोमिटर भनिन्छ।
सूर्यको प्रकाशमा कति रङ हुने गर्दछ? 7 वटा रङ हुनेछ, जुन न्युटनले पत्ता लगाएका हुन्। सूर्यमा सबैभन्दा धेरै हाइड्रोजन ग्यास रहेको छ, जुन 70% छ। सूर्यमा हाइड्रोजन पछिको धेरै ग्यास रहेको हिलियम हो, जुन 28% रहेको छ। ग्रिक भाषामा सूर्यलाई हेलियस भनिन्छ। ग्रिक भाषामा चन्द्रमालाई सेलेनी भनिन्छ, SELENE सेलेनी भनिन्छ। सूर्यको व्यास 13,48,446 किलोमिटर रहेको छ। सूर्यको वजन सौर्य परिवारका सबै पिण्डहरूको कुल योगभन्दा 740 गुणा बढी रहेको छ। सूर्यले परिक्रमा गर्ने कक्षको केन्द्र ग्यालेक्सी सेन्टर हो। सूर्यको सापेक्षिक घनत्व 1.41 रहेको छ। पृथ्वीबाट देखिने सूर्य पछिको सबैभन्दा चम्किलो तारा साइरस हो, जसलाई डग स्टार पनि भनिन्छ। सूर्यबाट सबैभन्दा नजिकको तारा प्रोक्सिमा सेन्चुरी हो। भूमध्य रेखाबाट उत्तर वा दक्षिणतर्फ सूर्यको कोणिक दूरीलाई दिक्पात भनिन्छ। ग्रहहरू चम्कनका कारण सूर्यको प्रकाश हो। सूर्यको बीच भागमा हुने घेरा वा धब्बालाई सघन छाया भनिन्छ। सूर्यको सतहमा हुने घेरा वा धब्बालाई विरल छाया भनिन्छ। दिन र रात बराबर मार्च 21 र सेप्टेम्बर 23 हो, जसलाई छोटकरीमा हामी मास भनेर याद गर्न सक्छौँ। मास भनेको मा भनेको मार्च 21 र स भनेको सेप्टेम्बर 23 हो। दिन र रात बराबर हुने समयलाई सम्पात भनिन्छ। पृथ्वीको दिन र रात बराबर हुने भाग 0 डिग्री अक्षांश भूमध्य रेखा हो। 21 मार्च वसन्त सम्पात हो भने सेप्टेम्बर 23 शरद सम्पात हो। सबैभन्दा लामो दिन जुन 21 हो। सबैभन्दा छोटो दिन डिसेम्बर 22 हो। पृथ्वीलाई दुई भाग हुने गरी काटिएको काल्पनिक रेखालाई भूमध्य रेखा भनिन्छ। अधिक वर्षको अवधारणा ल्याउने व्यक्ति जुलियस सीजर हुन्। लिप इयर अधिक वर्षमा फेब्रुअरी 29 दिनको मात्रै हुने गर्दछ। औँसीदेखि पूर्णिमासम्मको समयावधि शुक्ल पक्ष हो। पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष भनिन्छ। सबैभन्दा बढी अनुसन्धान गरिएको उपग्रह चन्द्रमा हो। चन्द्रमामा रहेको सबैभन्दा ठुलो पहाडलाई डार्फल पिक भनिन्छ। सौर्य सम्वत 365 दिनको हुन्छ भने चन्द्र सम्वत 354 दिनको हुन्छ। ज्योतिषीय आधारमा नक्षत्रको सङ्ख्या 27 वटा रहेको छ। 27 नक्षत्रमा पहिलो आश्विन हो भने अन्तिम नक्षत्र रेवती हो। औँसीदेखि पूर्णिमासम्मको अवधि चन्द्रमास कति दिनको हुन्छ? 29.5 दिनको हुन्छ। उपग्रह नभएको ग्रह बुध र शुक्र हो। सबैभन्दा ठुलो तारा युवाई स्क्युट हो। सबैभन्दा सानो तारा आर्यस हो। यमग्रहलाई ग्रहहरूको सूचीबाट सन् 2006 मा हटाइएको थियो। ब्रह्माण्डको अपार गुरुत्वाकर्षण भएको आश्चर्यजनक पहललाई ब्ल्याक होल भनिन्छ। खगोलीय पिण्डहरूको दूरीलाई मापन गर्नका लागि प्रयोगमा ल्याउन सकिने प्रकाश वर्षभन्दा पनि ठुलो एकाइ पार्सेक हो। धेरै टाढाका आकाशीय पिण्डहरू नाप्ने एकाइ पनि पार्सेक हो। चन्द्रमाको खाल्डोलाई क्रेटर भनिन्छ। सौर्यमण्डलको उत्पत्ति सम्बन्धी सिद्धान्तहरू नेबुलर वा ग्यासीय सिद्धान्त इम्यानुअल कान्ट हो। ज्वारीय सिद्धान्त जीन्स एन्ड जेफ्रीज हो। धुलीय कणको सिद्धान्तलाई अटो स्मिथ। सर्वप्रथम पृथ्वी गोलो छ भन्ने व्यक्ति पाइथागोरस।
सूर्य केन्द्रीय सिद्धान्तका प्रतिपादक निकोलस कोपर्निकस हुन्। भूमध्य केन्द्रीय सिद्धान्तका प्रतिपादक क्याडियस टालामी हुन्। महाविस्फोटको सिद्धान्त बिग ब्याङ थ्योरीका प्रतिपादक फ्रेड होयल हुन्। महाविस्फोट भई ब्रह्माण्डको उत्पत्ति भएको धारणा राख्ने सिद्धान्तलाई बिग ब्याङ थ्योरी भनिन्छ। पृथ्वीको उत्पत्ति सौर्यमण्डलबाट भएको पत्ता लगाउने बफन सौर्यमण्डलको उत्पत्ति विशाल ग्यासीय निहारिकाबाट भएको हो भन्ने व्यक्ति लेप्लस हुन्। आकारको आधारमा सानोदेखि ठुलो ग्रह, सबैभन्दा सानो ग्रह बुध, त्यसपछि मङ्गल, शुक्र, पृथ्वी, वरुण, अरुण, शनि, बृहस्पति। अब यिनीहरूलाई हामी ठुलोदेखि सानो भन्यो भने सानोको आधारमा पनि हेर्न सकिन्छ। सबैभन्दा ठुलो बृहस्पति, त्यसपछि शनि, अरुण, वरुण, पृथ्वी, शुक्र, मङ्गल, बुध। त्यस्तै गरेर दूरीको आधारमा सबैभन्दा नजिकको ग्रह बुध, शुक्र, पृथ्वी, मङ्गल, बृहस्पति, शनि, अरुण, वरुण। बुध, शुक्र, पृथ्वी, मङ्गललाई चट्टानयुक्त ग्रह पनि भनिन्छ, इनर प्लानेट पनि भनिन्छ, जुन सूर्यको नजिक पर्दछन्। बृहस्पति, शनि, अरुण र वरुणलाई ग्यास जाइन्ट, आउटर प्लानेट वा सूर्यबाट टाढा वा बाहिरका ग्रह पनि भनिन्छ। बृहस्पति र शनि ग्यासीय ग्रह हुन् भने अरुण र वरुण बरफीय ग्रह हुन्। बुध ग्रह सूर्यबाट सबैभन्दा नजिकको ग्रह हो, सबैभन्दा हलुका ग्रह हो, दोस्रो तातो ग्रह हो। स्मरण गर्नुपर्ने सबैभन्दा तातो ग्रह चाहिँ शुक्र हो भनेपछि शुक्र पछिको दोस्रो तातो ग्रह भनेको बुध हो। छोटो वर्ष भएको ग्रह पनि बुध हो। सबैभन्दा सानो ग्रह र खैरो ग्रह पनि भनिन्छ बुध ग्रहलाई। मर्निङ स्टार, बिहानीको तारा समेत भनिने, तर मर्निङ र इभिनिङ स्टार भनेको शुक्र ग्रह हो भने मर्निङ स्टार मात्रै भन्यो भने बुध ग्रह हो। उपग्रह र वायुमण्डल नभएको ग्रह पनि बुध हो। एकतर्फ तातो र अर्कोतर्फ चिसो हुने ग्रह पनि बुध ग्रह हो। बुध ग्रहको ठुलो खाल्डोको नाम क्यालोरिस बासिन हो। गडेस अफ मेसेन्जर अथवा गडेस अफ कम्प्रेसनको उपनामले पनि चिनिने फास्ट रोटेटिङ प्लानेट पनि भनिन्छ। पूर्वीय दर्शन अनुसार बृहस्पतिको पत्नी र ताराका पुत्रको रूपमा पनि ताराको रूपमा पनि बुध ग्रहलाई हेरिन्छ। बुध ग्रहले सूर्यको परिक्रमा गर्न 87.9 दिन लगाउँदछ र बुध ग्रह सूर्यबाट 5 करोड 76 लाख किलोमिटर टाढा रहेको छ। शुक्र ग्रह मर्निङ एन्ड इभिनिङ स्टार अर्थात् साँझ र बिहानीको तारा भनिने सबैभन्दा चम्किलो तारा पनि भनिने शुक्र ग्रहलाई। पृथ्वीको जुम्ल्या ग्रह पनि भनिन्छ शुक्र ग्रहलाई। गडेस अफ ब्युटी एन्ड लभ प्लानेट पनि भनिन्छ शुक्र ग्रहलाई। पृथ्वीबाट सबैभन्दा नजिकको ग्रह भन्नाले शुक्र ग्रहलाई जनाइन्छ। चुम्बकीय क्षेत्रविहीन ग्रह पनि भनिने शुक्र ग्रहलाई। उपग्रह नभएको ग्रह शुक्र हो। रहस्यमय ग्रह, बहिनी ग्रह, सबैभन्दा तातो ग्रह, हटेस्ट प्लानेट पनि भनिन्छ शुक्र ग्रहलाई। वर्षभन्दा दिन लामो हुने ग्रह पनि शुक्र ग्रह हो। शुक्र ग्रह सूर्यबाट 10 करोड 75 लाख किलोमिटर टाढा छ। शुक्र ग्रहले आफ्नो अक्षमा घुम्न 243.02 दिन लगाउँदछ। सूर्यको परिक्रमा गर्न 224.07 दिन लगाउँदछ र 225 दिनको एक वर्ष हुने। पृथ्वीबाट अनुसन्धान गरेको पहिलो ग्रह पनि शुक्र हो।
पृथ्वी चाइनिज, जापानिज र कोरियन भाषामा पृथ्वीलाई मेटल स्टार भनिन्छ। सूर्यबाट 14 करोड 88 लाख किलोमिटर अर्थात् 9 करोड 30 लाख माइल टाढा रहेको छ। पृथ्वीको क्षेत्रफल 51 करोड वर्ग किलोमिटर अर्थात् 19 करोड 70 लाख वर्गमाइल रहेको छ। जलमण्डल 70.8% जलमण्डल रहेको छ भने 29.2% चाहिँ स्थलमण्डल रहेको छ। जलमण्डल 36 करोड 90 लाख रहेको छ भने 14 करोड 10 लाख चाहिँ स्थलमण्डल रहेको छ। पृथ्वीले सूर्यको परिक्रमा गर्न 365 दिन 5 घण्टा 48 मिनेट र 46 सेकेन्ड लगाउँदछ। पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने बाटोलाई कक्ष अर्थात् ओर्बिट अफ अर्थ भनिन्छ। पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहेको अवस्थालाई पृथ्वीको परिभ्रमण भनिने। पृथ्वीबाट देखिने चम्किलो तारा साइरस, नेपालीमा लुब्धक तथा डग स्टार पनि भनिन्छ। मानव बसोबास भएको एकमात्र ग्रह पृथ्वी हो। प्राणीहरूको विकास भएको एकमात्र ग्रह पृथ्वी हो। पृथ्वीलाई ब्लू प्लानेट, ब्लू मार्बल अफ टेलेरियमका नामले पनि चिनिन्छ। ओल्ड मदर अर्थ नामले पनि चिनिन्छ पृथ्वीलाई। पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा हो। मङ्गल ग्रह लिमोनाइटका कारणले रातो ग्रह पनि भनिने। सूर्यबाट 22 करोड 64 लाख किलोमिटर टाढा रहेको, सूर्यको परिक्रमा गर्न 687 दिन लाग्ने 2वटा उपग्रह भएको डिमोस र फोबेस, पृथ्वीको वातावरणसँग मिल्दोजुल्दो ग्रह, ज्वालामुखीको पहाडै पहाड भएको ग्रह पनि मङ्गल ग्रह हो। बृहस्पति ग्रह सबैभन्दा ठुलो उपग्रह, दोस्रो धेरै उपग्रह भएको 95वटा करिब, सूर्यको वरिपरि परिक्रमा गर्न 11 वर्ष 10 महिना लाग्ने, आफ्नो अक्षमा एक चक्कर लगाउन 9 घण्टा 55 मिनेट 30 सेकेन्ड लाग्ने, 9 घण्टा 55 मिनेटको एक दिन हुने बृहस्पति ग्रहमा सबैभन्दा छोटो दिन हुने ग्रह पनि बृहस्पति हो। किङ अफ प्लानेट भनेर पनि बृहस्पति ग्रहलाई जनाइन्छ। बृहस्पति ग्रहको सबैभन्दा ठुलो उपग्रह गैनिमिड हो, जुन सौर्यमण्डलको सबैभन्दा ठुलो उपग्रह पनि भनिन्छ रहेको छ। सबैभन्दा गरौँगो ग्रह भनेको बृहस्पति हो। ग्यास पिण्ड भनेर चिनिने ग्रह पनि बृहस्पति हो। आफ्नो अक्षमा सबैभन्दा तीव्र गतिमा घुम्ने ग्रह पनि बृहस्पति हो। विशाल रातो धब्बा भएको ग्रह पनि बृहस्पति हो। शनि ग्रह पहिलो तथा सुन्दर ग्रह, सौर्यमण्डलको गहना, सुनौलो ग्रह भनेर चिनिने, ग्यालिलियो ग्यालिलियोले पत्ता लगाएको सबैभन्दा कम घनत्व भएको ग्रह, जुन हलुको ग्रह पनि हो। 7वटा रङ भएको ग्रह शनि ग्रह, सबैभन्दा धेरै उपग्रह भएको ग्रह शनि हो। स्ट्रिङ या पियरलस प्लानेट पनि भनिने। सूर्यको वरिपरि एकपटक परिक्रमा गर्न करिब 29 वर्ष 6 महिना लगाउने, कम घनत्व भएकाले पानीमा सजिलैसँग तैरिने भएकोले पानीमा तैरिने ग्रह पनि भनिने। अरुण ग्रह असफल तारा र हरियो रङको ग्रह भनेर चिनिने। विलियम हर्सेलले पत्ता लगाएका पश्चिमबाट सूर्य उदाई पूर्वमा अस्ताउने ग्रह अरुण ग्रह, बृहस्पतिका हजुरबुवाको नामले चिनिने ग्रह अरुण ग्रह, सूर्यबाट 2 अर्ब 85 करोड 28 लाख किलोमिटर टाढा रहेको, सूर्यको वरिपरि एकपटक परिक्रमा गर्न 84 वर्ष लाग्ने ग्रह अरुण ग्रह, वायुमण्डलमा हाइड्रोजन 85%, हिलियम 12% र मिथेन 3% रहेको वरुण ग्रह सबैभन्दा चिसो ग्रह, ढिलो घुम्ने ग्रह, पश्चिम दर्शन अनुसार जल देवताका रूपमा चिनिने ग्रह
वरुण ग्रह। सूर्यबाट सबैभन्दा टाढा रहेको ग्रह वरुण ग्रह। आफ्ना ग्रहहरूले विपरीत दिशाबाट परिक्रमा गर्ने ग्रह वरुण ग्रह हो। खगोलशास्त्री जोहन गालले पत्ता लगाएको ग्रह वरुण ग्रह। सूर्यबाट 4 अर्ब 64 करोड 88 लाख किलोमिटर टाढा रहेको, सूर्यको वरिपरि परिक्रमा गर्न करिब 165 वर्ष लाग्ने, आफ्नो अक्षमा एक पटक परिक्रमा गर्न 16 घण्टा 6 मिनेट 36 सेकेन्ड लाग्ने ग्रहको नाम र व्यास। बुध ग्रहको व्यास 4880, शुक्र ग्रहको व्यास 12320, पृथ्वीको व्यास 12756, मङ्गल ग्रहको 6720, बृहस्पतिको 1,42,687, शनि ग्रहको 1,13,600, अरुण ग्रहको 51,200, वरुण ग्रहको 48,000 रहेको छ। दूरी सूर्यबाट दूरी बुध ग्रह 5 करोड 76 लाख टाढा रहेको छ, शुक्र ग्रह 10 करोड 57 लाख, पृथ्वी 14 करोड 88 लाख, मङ्गल ग्रह 22 करोड 56 लाख, बृहस्पति ग्रह 77 करोड 72 लाख, शनि ग्रह 1 अर्ब 63 करोड, अरुण ग्रह 2 अर्ब 87 करोड, वरुण ग्रह 4 अर्ब 49 करोड 70 लाख रहेको छ। सूर्यलाई परिक्रमा गर्न लाग्ने समय बुध ग्रहले 87.9 दिन लगाउँछ, शुक्र ग्रहले 224.7 दिन लगाउँदछ, पृथ्वीले 365 दिन 5 घण्टा 48 मिनेट 46 सेकेन्ड लगाउँछ, मङ्गल ग्रहले 686.98 दिन लगाउँदछ, बृहस्पतिले 11.86 वर्ष लगाउँदछ, शनि ग्रहले 29.46 वर्ष लगाउँदछ, अरुण ग्रहले 84 वर्ष लगाउँदछ, वरुण ग्रहले 164 वर्ष लगाउँदछ। आफ्नो अक्षमा घुम्न लाग्ने समय बुध ग्रहले 49 दिन, शुक्र ग्रहले 243.02 दिन, पृथ्वीले 23 घण्टा 56 मिनेट 4.09 सेकेन्ड, मङ्गल ग्रहले 24 घण्टा 37 मिनेट 22 सेकेन्ड आफ्नो अक्षमा घुम्न समय लगाउँदछ, बृहस्पतिले 9 घण्टा 55 मिनेट 30 सेकेन्ड, शनि ग्रहले 10 घण्टा 14 मिनेट, अरुण ग्रहले 17 घण्टा 14 मिनेट, वरुण ग्रहले 16 घण्टा लगाउँदछ। उपग्रह बुध ग्रहको उपग्रह छैन, शुक्र ग्रहको पनि उपग्रह छैन, पृथ्वीको एकमात्र उपग्रह चन्द्रमा, मङ्गल ग्रहका 2वटा उपग्रहहरू छन्, बृहस्पतिका 95, शनिका 146, अरुणका 28 र वरुणका 16।